मनोकामना यात्राको लागि सब ग्याङहरू हिँडिसकेको छ। म यता धेरै उज्यालो म यता रे यता मलाई पुला आइपुग्यौँ हामी भाउजू लिनको लागि पुला लिनको लागि एक मान्छे छ ल एक मान्छे छ त्यसो नभन पुलिस मलाई होइन बेगको गाडीलाई समाउँदैन। फाइनली हामी मनरी आइपुगेको छौँ। जता हेऱ्यो नि उज्यालो उज्यालो। यही हो मनरीको हस्पिटल। ए मेरो सरहरू यहाँ हुनुहुन्छ मामाहरू। नमस्ते मामा। फाइनली गाइस दुई ठाउँमा भेटिसक्यो। टिका कसैले लगाइदिएन। दक्षिणा भयो पाइली जुरो नान्नुहुन्न भने त्यस्तो कुलतमा लाग्नुहुन्न भने हुन्छ मुखमा। यो कुन चाहिँ पुल हो? अब पुल हो कि के हो? पुल होइन रहेछ। फाइनली हामी 2 बजी उठेर मनोकामना हिँडेको। अहिले 4 बज्न थाल्यो।
हामीलाई भर्खर गाइस मामाले रोकेर सोधेको थिए कहाँ जान्ला। अहिले यहाँ आएको छ नयाँ नयाँ धेरै फुर्ती लाउँछ हामीलाई पनि। मामाले रोकेर बल्ल छोड्नु भएको छ। यो बढेन कहाँबाट हो? बाबा मनोकामना जानलाई कारको ढोका खोल्नु। अँध्यारो हुनेछ। यो खोले म थाहै छैन पुरै भयो भाइ गाइस हामी पश्चिम मनोकामना लागि जाँदैछौँ। जाँदा जाँदै हामी मकवानपुर जिल्ला छोडेर चितवन जिल्लामा प्रवेश गरिसकेका छौँ। अब यहाँ मामाहरू चेकिङको लागि पुरा लाइनमा हुनुहुन्छ। मामाले 100 रुपियाँ पानी लिनुहुन्छ भन्दा भयो खोला पुकार पानी लिनुहुन्छ है। अब तेस्रो मामा भेट्न हामी यहाँ हतारिँदै। मामा अलि अगाडि हुनुहुन्छ। मामाहरूलाई अनि भान्जाहरूलाई टिका लाउनु पैसा चाहिएन। अहिले हामी मामा भेट्न थालेको छौँ। रोक्नु मामा पनि देखाइदिनु पर्ला। ए मामा भन्यो त यहाँ माइजू हो क्या? ए माइजू पनि होइन। मामाहरू सबजना सबैले माथिको त्यो सिसाको लिने खालको उज्यालो भइसकेको छ। हामी आउँदा
कहाँ हो यो अहिले अहिले हामी कहाँ हो आकाशे पुल पनि छ यहाँ अहिले हामी हुन चाहिँ कहाँ हो मम्मी अहिले हामी कहाँ हो ए हामी टाढीमा छौँ त्यहाँ एउटा आकाशे पुल पनि थियो कहाँ यहाँ एउटा खोइ कहाँ गयो गैडे गायब ऊ हाम्रो यहाँ गाइस गएर अनि यहाँ भैँसी गली अनुहारले अब 9 किलोमिटर पछि अर्को भिडियो खोलेर गैँडा देखाउँछु गैँडा सौरा यो घरभित्र छ ए छन चाहिँ छ तर कहाँ छ थाहा छैन 16 वर्षमा पहिलोचोटि आइपुग्यो हामी गाइस हामी उताबाट उता घुमेर उताबाट यता आइपुग्यो नेपाली गाडी गयो त्यो दादा पाइन्छ नेपाली गाडी फेरि के ल्यायो भने हाम्रो भाग्यमा मामा लेखेको छ कि के हो जतिखेर नि मामा टिका लाउने मामा न ऊ त्यहाँ तिर्चुली खोला त्यो रुखले छेकिहाल्यो रुखले नबुझेकोलाई बुझ्यो भन्ने सोच्ने है सबजनाले अब हाम्रो गाडी जाँदैछ म कतिको हिरो भएको छ तिर्चुली खोला ए देख्छ यो साइडको त तिर्चुली खोला पस्दा हामी हिँड्दैछौँ जति हिँडे नि गाडी गुन्डियो भाल अहिले निन्द्रामै छौँ खोला हो यो चाहिँ तिर्चुली खोला ऊ देखाएको छैन के ऊ न अहिले के अरे छर्लङ्गा देख्छ गाइस मदन भण्डारी झुन्डे के अरे हामफालेर मरेको ठाउँ आउन आँट्यो सरे खोला पुल हामी अलिकति रहेछ कट्यो कस्तो हलमा हामी कुन चाहिँ खोला आइपुग्यो हामी तिर्चुली खोला आइपुग्यो गाइस ऊ त्यही पुल हो मदन भण्डारी हामफाले जे भन्दै नि भयो नि आई धेरै ठुलो दहन रहेछ त सबसे लामो खोला कुन हो यही होइन हामी देशकै नेपालकै सबसे लामो खोला आइपुग्यौ यति लामो छ कति किलोमिटर लामो म त्यो पछि भन्नुला थाहा भयो भने भएन भने त मलाई उतै हो गाइस हाम्रो यो त्यो पुल पनि तर्छ हामी पर्दैन चौकी ऊ त्यहाँ आउने बाँकी हो पक्का पुल
रासन मम्मी त्यही मदन भण्डारी हाम्फाले पुल यही ए अझ पुलबाट हामीलाई हेर नि त बरु ए जहाँबाट भयो नि अनि मदन भण्डारीको शालिक भने कहाँ छ अब आउँछ एकछिन पक्नु यही हो गाइड अघि भने खोला नाम फेरि बिर्स्यो मैले ए तिर्सुली खोला यही हो मदन भण्डारीको शालिक गुमाउ ए मेरो भिडियो बनिहाल्यो भाल यो खोला यति लामो छ कि हामी हिँडेर त कहिले पुग्दैन अब कति लामो छ आफै सोचे हुन्छ पल्लो घरबाट ओल्लो घर पुग्न त हिँड्ने टाइम लाग्छ भन्ने सियो त यसले यताबाट हेर्नु गाइस नेपालको हालत कस्तो छ खोले उल्टो बगिरह नेपाल बिग्रिनु मुख्य कारण के हो भनेर खोज्नै पर्दैन मैले खोजिसक्यो लाफा होटल ऊ भनेपछि लोत पिटी हान्छ त्यहाँ जानुहुन्न हाम्रो पानी फेरि गयो हाम्रो पानी ऊ आन्टीको पानी देख्यो ए पानीको मालिक तिर्सुली होइन तिर्सुलीको मालिक भेटियो अब तिर्सुलीको मालिकसँग म केही कुराकानी गर्न चाहन्छु ल भन्नुहोस् यो खोलाको गहिराई कति मिटरसम्म होला ऊ गाइस हेर्नुहोस् यस्तो राम्रो भ्यू छ यो चाहिँ मेरो फ्याक्ट्री भन्ने नि हुन्छ है बिग्रिसक्यो क्रेसर हेर्नु मेरो मोबाइलको स्टोरेज फुल होला तर यो खोलाको भिडियो सकिँदैन त्यसैले आधी आधी भिडियो बनाउनु पर्ने हुन्छ कस्तो सुना होला कि बागमारामा त्यत्रो डाँडा देख्ने होला यो त के हो हेर्नु डाँडा भोलि पर्सि ऊ त्यहाँनिर म बन्जिङ जम्पिङ खोल्छु कोही आउनु छ भने मलाई कन्ट्याक्ट गर्नु होला त्यो ऊ त्यो देख्नु भएको नि ऊ त्यो टुप्पो त्यहाँबाट बन्जिङ जम्पिङ ट्याक्कै तिर्सुलीसम्म हुन्छ मम्मी खोला कसरी नाम रहन गएको ल भन अब तिमीलाई थाहा भयो के अरे शिवले त्यो तिर्सुल घब्या भएर तिर्सुली नाम रहन गयो यो मेरो सर्ट फर्म हो कसैले केही नभन्नु होला काठमाडौँ उपत्यकालाई डुबान परे भएर शिवजीले तिर्सुलले पानी घोपेर निकाले भयो डुबान परेर त किन पानी निकाल्नु पर्यो त ठाउँमा राखेर चाहिँ फेरि तिर्खा लागेको बेलामा अब पानी त खानु पर्यो भने त्रिशुलले गोपेर पानी निकालेर खाएको भएर यो खोलाको नाम त्रिशुली रहेको शिवले तिर्सुलले घोपेर हेर्नु कति राम्रो छ यसै कुण्डमा त होइन अनि तिर्सुलले घोपेर ठाउँबाट पानी आइरहेको अहिलेसम्म अहिले त कति चाँडो मम्मी तिर्सुली घोपेर ठाउँबाटै पानी आइरहेको तिर्सुलीको ठाउँबाट निक्लिएको देख्छ हामीले यहाँ कहाँ देख्छ कहाँ त्यसो गर्नु हुँदैन जाउँ फुल खोले होला त्यही भने मैले नि अब शिव भेट्न जानुपर्छ सुरुमा तिर्सुल कहाँ भन्न शिवजी कैलाशमा हुनुहुन्छ खाली खोला पुल भन्ने आइपुग्यौ हेरेर रोक्नु पर्यो है गुरु यसो हेरेर रोक्नु पर्यो पिछा गर्नु पर्यो यता होइन अलि परै ठाउँ छैन होला ए गयो हुन्छ काम छैन गाइस हाम्रो ग्याङस्टारहरू सबजना गरे हेर 25 रुपियाँ गाइस हेर्नुहोस् तिर्सुली खोला कतिको राम्रो छ बालुवा चाल्न कसैलाई मन भयो आया ढाडै दुख्यो कति राम्रो बाबा बुवाहरूले बाबा निकाल्ने ठाउँ यहीँ हो नि बालुवा हेर्नु म भन्दा राम्रो म त कस्तो हो हामी तिर्सुली खोलाबाट फर्किँदै हाम्रो ग्याङहरू सब यतातिर
मेरो सिट चाहिँ त्यो उयो हो त्यो बस्छ नि छिटो। त्यो झर्ना हो पानी पाएको के यहाँ पानी ल्यायो के पायो। सबले ऊ भनिरहेछ क्यामेरामा चाहिँ देखाएको छैन फेरि हेर्नु माथि घर छ ल ऊ त्यो मेरो घर अस्ति न म बसेको थियो अहिले मैले त्यो अरूलाई भाडामा देखा पहिला पहिला म ऊ त्यो भिरमा घाँस काट्न जान्थ्यो अहिले बुढो भइसक्यो कि बुढो भइसक्यो अब पहिला पहिला त यदि सब गर्ने मान्छे अहिले यत्रो रुख मान्छन् सक्दैन बुढेसकाल लाग्यो बाबै खोला उल्टो बग्ने होइन घुम्ने हो नि फेरि गाइज चान्छु नि हो र उसको के अरे दुर्गेको घर पनि यतै सब मेरो कम्पनीको हो कि एकै ठाउँको हो त्यो गाईघाट आइपुग्यौ होइन बाबा गाईघाट अँ गाईघाट भनेर उतापट्टि छ होइन यहाँनिर छ नाम त्यही देखायो बोर्डमा थाहा चाहिँ केही छैन नि फेरि मलाई त्यो माथि चाहिँ के बनाउला त्यस्तो खनेर पुरै बन्जिङ जम्पिङ गर्ने ठाउँ टावरको टावर कसैलाई साइक्लिङ अनि अरू अरू त्यो खेल्नु कि चाहिन्छ भने म यहाँबाट उतासम्म तार हालेर बनाइदिउँला अघि नजारुले केही देखाएको अघि नाच्ने मान्छे किन साँच्ची मुच्छे बिहा जस्तो लाग्थ्यो त्यहाँ त्यो खै त जब क्यामेरा देखायो त्यो बेला घरले छेकिदिन्छ है दुईटा होला यतापट्टि के हो यतापट्टि हो त्रिशुली कि यतापट्टि के हो दुईटा खोलाको बिचमा एउटा पहाडको चुचो त्यहाँ त्रिशुलको भए ठाउँ जाने बाटो अब बिर्सियो सेती दोभान खोलाको पुल हामी तरिसक्यो आया माकुरी कति ठोकिन्छ हौ मेरो टाउको त मनोकामनाको यात्रा जारी छ भएको लोड निकाल्न गाह्रो भइरहेको छ हामीलाई लोड निकाल्नु भने ठाउँ नपाएर